हेलो नमस्कार साथीहरू। आज हामी भेन्टालाई कलमी कसरी गर्ने त हेरौँ है त। हामीले भेन्टा रोपिसकेपछि यस्तो हुन्छ है बोट, हाँगा यसरी आउँछ। अब यहाँ हामीले यस्तो गर्ने कि यो हाँगालाई छोडिदिने र यो दुईवटा हाँगा छोडिदिने। यो दुईवटा हाँगा मेन हाँगा भयो, अनि यो चाहिँ हामीले शाखाको लागि छोड्नुपर्छ। भोलि यो बिग्रिँदाखेरि यसले काम गर्ने तरिकाले। अनि यो यसको ठ्याक्कै एक स्टेप तल आउनु पऱ्यो, डबल हाँगाको एक स्टेप तल यो हाँगा। अनि त्योभन्दा मुनिको हाँगाहरू चाहिँ हामीले सबै फालिदिनुपर्छ। यो पात चाहिँ छोडिदिने, यो पात आफै झरेर जान्छ। सबै फालिदिने, यो पातहरू जति छ तलको सबै फालिदिने। अनि यो शाखालाई पनि के गर्ने हामीले, यो शाखालाई पनि यो फुल भएकोदेखि मास्तिरको यो मुन्टा चुडाइदिने प्याटै। अनि फुलभन्दा एक स्टेप तलको हाँगा यो पनि फालिदिने। यसो गर्ने साथी होइन। अब यो दुईवटा मेन शाखा छ, यो मेन शाखाको पनि यो ब्रान्चहरू आउँदैछ नि त यहाँ ठाउँ ठाउँमा। यसको पनि अघि जुन यसलाई गरेको नि, यो फुलको माथिको टुप्पा अनि एक स्टेप तल जति पनि यो ब्रान्चहरूमा फुल आउँछ, फुलभन्दा माथिको टुप्पा फालिदिने र फुलभन्दा मुनिको एक स्टेप मुनिको हाँगा पनि फालिदिने। यतापट्टि पनि त्यही गरिदिने। अनि यो यसरी हाम्रो यहाँ चाहिँ अब डबल फुल आइसक्यो। यो डबल फुललाई पनि निकालेर एउटा मात्रै राखिदिने। यो हाँगा मैले फालिदिएँ, यसको हाँगाबाट आएको रहेछ। यसको टुप्पो फालिदिएँ, एक स्टेप मुनि फुलभन्दा एक स्टेप मुनिको पनि फालिदिएँ मैले। यसो गरेर गऱ्यो भने चाहिँ राम्रो आम्दानी गर्न सकिन्छ भेन्टा खेतीबाट। ल तपाईँहरू पनि एकचोटि ट्राई गर्नु होला। भिडियो राम्रो लागेन लाइक कमेन्ट सब्सक्राइब च्यानललाई गरिदिनु होला। म यस्तो खालको राम्रो भिडियोहरू, कृषि सम्बन्धी भिडियोहरू म अपलोड गर्नेछु साथीहरू। हवस् त, नमस्कार।